नमस्कार, आजको प्रमुख समाचारमा स्वागत छ। विश्वव्यापी राजनीतिक तनावका कारण एलपी ग्यास एलपीजी आपूर्ति श्रृङ्खलामा परेको असरलाई मध्यनजर गर्दै सिक्किम सरकारको खाद्य तथा नागरिक आपूर्ति विभागले राज्यमा ग्यासको निरन्तर र समान वितरण सुनिश्चित गर्न महत्त्वपूर्ण कदमहरू चालेको छ। सर्वसाधारणको जानकारीका लागि विभागले निम्न सूचना जारी गरेको छ। पहिलो कदम स्वरूप सरकारले खाना पकाउने वैकल्पिक इन्धनको रूपमा मट्टीतेल उपलब्ध गराएको छ। विशेष गरी आप्रवासी मजदूरहरूलाई माइग्रेन्ट लेबरर्स प्राथमिकता दिँदै तोकिएका पेट्रोल पम्पहरूबाट मट्टीतेल वितरण गर्ने व्यवस्था मिलाइएको छ। योग्य आप्रवासी मजदूरहरूले सरकारी दरमा प्रति व्यक्ति अधिकतम 20 लिटर मट्टीतेल प्राप्त गर्न सक्नेछन्। मट्टीतेल उपलब्ध हुने पेट्रोल पम्पहरू यस प्रकार छन्। गान्तोक जिल्लामा चानमारी स्थित शेर रिफ्युअल्स र 32 माइल स्थित बाबा फ्युअल्स IOCL, पाकिम जिल्लामा माझीटार स्थित जीएससी फ्युअल्स र रेनोका स्थित राजमंगल KSK, मंगन जिल्लामा चाडे स्थित नर्थ सिक्किम रिफ्युलिङ सेन्टर, नाम्ची जिल्लामा मेल्ली स्थित SW फ्युअल्स, जोरथाङको कुबेर स्क्वायर स्टेशन र नाम्चीको सिटी फ्युअल्स, गेजिङ जिल्लामा दारापस्थित युमा फ्युअल्स, सोरेङ जिल्लामा सोरेङ स्थित महाकाल फ्युअल्स। यसैगरी ग्यासको समान वितरणको अनुगमन गर्न र उपभोक्ताहरूका गुनासाहरू सम्बोधन गर्न सरकारले सबै 6वटै जिल्लाहरूमा जिल्ला नियन्त्रण कक्ष डिस्ट्रिक्ट कन्ट्रोल रूम्स स्थापना गरेको छ। उपभोक्ताहरूले कुनै पनि गुनासो वा सुझावका लागि निम्न हेल्पलाइन नम्बरहरूमा सम्पर्क गर्न सक्नेछन्। गान्तोक जिल्ला 035922049995 8768888434 छ। पाकिम जिल्ला 9800789595 8509114754, मंगन जिल्ला 8145896216, नाम्ची जिल्ला 9775945994, गेजिङ जिल्ला 98325272919733906445, सोरेङ जिल्ला 7365969373। कालोबजारी र जम्माखोरी होर्डिङ रोक्नका लागि विभाग र सबै जिल्ला नियन्त्रण कक्षहरूले एलपी ग्यास वितरण केन्द्रहरू, बुकिङ अफिस र गोदामहरूमा लगातार छड्के अनुगमन गरिरहेका छन्। राज्य सरकार यस कठिन समयमा ग्यासको निरन्तर आपूर्ति प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध छ। यद्यपि ग्यासको वितरण भारत सरकारबाट प्राप्त हुने आपूर्तिमा निर्भर रहने भएकोले सर्वसाधारणलाई ग्यासको मितव्ययी जुडिसियस प्रयोग गर्न र खाना पकाउन विद्युतीय इन्डक्सन, राइस कुकर, दाउरा र मट्टीतेल जस्ता वैकल्पिक स्रोतहरू प्रयोग गर्न आग्रह गरिएको छ। अन्त्यमा राज्यमा ग्यासको कालोबजारी, जम्माखोरी, तोकिएको भन्दा बढी मूल्य लिने वा अन्य कुनै अनियमितता देखिएमा तत्काल कारबाहीका लागि सम्बन्धित निकायमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।